टोपी कर्मका यिनीहरू खाँदैन क्या सुन्नु पर्यो नि त टोपी कर्म यो कति सालको अरे साल 82 साल 2082 साल मङ्सिर 15 गतेका दिन टोपी कर्म गर्ने र गराइयो भनेर भाइ बहिनीहरू हाम्रो भाइ बुहारीहरूले उसको बाबाआमाले भनौँ न र सबै साइन अनुसार बाजे बजू काका काकी टिप्पा टिम्मा दाई भाउजू भतिजो बुहारी सबै भेला भएर मेरो कार्य सफल पारिदिनु भएको छ भनेर उहाँहरूले माफी माग्नु भएको अरे र तपाईँहरू जो जति पनि दुःख गर्नुभएको छ यो त कहिले नबिर्सनु योभन्दा अब दोस्रो कर्म भयो अब तेस्रोमा चाहिँ अझै गर्ने हेतुका साथ हामी यहाँ अगाडि आइरहेको छौँ होइन ए म भाषण गरेको होइन नि त धन्यवाद भन्नुपर्छ र हात खुट्टा पोल्नुभयो दुःख पाउनुभयो पाइदिनु भयो तपाईँ त त्यहाँ चुलामा त नगएको गणेश कहाँ छ हाम्रो तपाईँसँग ठ्याक्कै मिल्छ दाजुभाइ चिर्का आएको हिँड्ने उसो गालिरहेको तर साको वाइमा कचरेबाट गल्ती चिरेको होला होइन माग्नु पर्यो साको वाइमा वासिम कसैलाई सारेममा कसैलाई जेबजी साका र चिसो मुसा पैका पनि माफ मागिदियो है भान्सेबाट पैसा माफ मामिका मागु कहाँ हिला बोल्दैछ अब अरू केही होइन फुटाएर मैले मात्रै होइन त हामीले सबैले भान्सेर दिनुपर्ने त कागजमा लेखेको पनि पठाउनु पर्यो पठाउनु पर्यो नि त भाषमा आउँदैन मलाई त्यो छोरा पठाउनु पर्यो होइन साइलालाई बोल्नु माइलाको अलिक छोरा ल सम्पूर्णमा नमस्कार यो 2022 साल मङ्सिर 15 गते जुन हाम्रो भाइ जेसेस र इमोहाङको यो दोस्रो कर्म टोपी कर्ममा जति पनि हाम्रो संस्था एवं हामी दाजुभाइ जे जसरी जानी नजानी भए पनि सक्ने आफ्नो स्थानबाट सहयोग गरेर हामीले यो दोस्रो टोपी कर्म शुभ कार्यलाई सम्पन्न गरिसकेका छौँ र आज भने चाहिँ यो भान्सेहरूलाई बिदा गर्ने क्रममा हामीलाई उहाँ व्यावसायिक हिसाबले बाहिर सदा रहे तापनि हामीलाई जहिले पनि माया गरेर यो संस्थालाई जहिले पनि माया गरेर हुनुहुने हाम्रो आदरणीय व्यक्तित्व दाजु दुर्गा चामलिङ राई र छ्यामा सुषमा राईले चाहिँ यस संस्थाका निमित्त यो कार्य सम्पन्न गरिदिनु भएको छ है भनेर उहाँहरूले चाहिँ हामीलाई हौसला स्वरूप भनौँ या माया प्रदान गरिदिनु भएको छ र यहाँ यसरी उहाँले एउटा खेस्रोमा लेखिदिनु भएको छ म यहाँ सरस्वती वाचन गरिदिन्छु। श्री पञ्चकन्या न्यू भिजन सेवा समाजका सम्पूर्ण मान्यजनगणहरू साथै सम्पूर्ण दाजुभाइ इष्टमित्र ज्यूहरू मेरो छोराहरू जिसेस राई र इमोहाङ राईको टोपी कर्ममा भव्य र सभ्य तरिकाले सम्पन्न गरिदिनु हुनु भएकोमा म र मेरो परिवार अत्याधिक खुसी भएका छौँ। साथै यो संस्था आगामी दिनहरूमा अलोस फुलोस भनी मेरो तर्फबाट रु
10,050 रुपियाँ, 80 रुपियाँ, 10,050 रुपियाँ सहयोग गरेको छु भनेर भनिदिनु छ। कृपया उहाँलाई चाहिँ हाम्रो तर्फबाट पनि उहाँलाई धेरै धेरै धन्यवाद भन्दै यो रकम चाहिँ हाम्रो संस्थाको लागि उहाँले भनिसक्नु भएको छ। फलोस् फुलिस आगामी दिनहरूमा पनि अझै राम्रो साथ सहयोग गरेर हाम्रो कार्यहरू अझै मजाले राम्रोसँग गर्न सकिन्छ। 14, 15 त पुग्दैन। 2, 3, 4, 5, 10,050 रुपियाँ क्लियर छ। यो रकम चाहिँ हाम्रा यो संस्थाका कोषाध्यक्ष आदरणीय नाना हुनुहुन्छ सङ्गीता राईलाई आएर यो संस्थाको रकम जिम्मा लिइदिनु म हार्दिक अनुरोध गर्दै उहाँहरू हाम्रा आजको यो दाता भनौँ या हाम्रा यो सहयोगी आदरणीय दाजु र छ्यामालाई धन्यवाद भन्दै यो रकम जिम्मा लिइदिनु होला। दाजु